के हो भाइ सिमरन पहाड गएको 2 हप्ता भएको छैन तेरो त पुरै साम्राज्य डले जस्तो देखिँदैछ त यार। हो यार टेन्सन हुँदैछ, मुड खराब छ मेरो। कुरा नभएको नि 1 हप्ता भइसक्यो। त्यसो भए मुड फ्रेस गर्नु त केटा। ऊ त्यो नयाँ ब्याचकी उर्मिला हेर त कडा एटिट्युड छ केटीको। मलाई त लाग्छ त जतिको ड्रेसिङ केटाले पनि त्यसलाई पटाउन सक्दैन। के भन्छस्, एउटा सानो फ्रेन्डली च्यालेन्ज? ओइ महेश, के बोलेको यार? सिमरन उता गएको बेला यहाँ अर्को केटीको कुरा नगर न, यसको कुरामा नलाग है सागर। मैले त एउटा प्र्याङ्कको कुरा गरेको के भाइ। सागरको इगो कतिको बलियो छ भनेर चेक गर्न खोजेको। रमाइलो नि हुन्छ नि केटा। यार सिमरन गएदेखि तेरो यही जिद्दी छ। आफूलाई कस्तो पिर पर्दैछ त भने सिमरन सिमरन भनेर थाक्दैनस्। तँलाई भुलेर उता सिमरन मस्त इन्जोय गर्दै होली, त यहाँ पिर पारिराख। आफूमाथि भरोसा सकिएको हो भन्न। एक अर्को केटी पटाउन सक्दैनस्, साला डराउँछस् मात्र। जस्ट प्र्याङ्कको लागि त भन्दैछु यार। के को डराउनु? सागर डराउने केटा होइन, थाहा छ तँलाई? उर्मिलालाई 1 हप्तामा म कसरी पट्याउँछु हेरिराख। जस्ट एक प्र्याङ्क त हो, जाबो। ए यस्तो कुरामा मजाक नगर तिमीहरू। ओए केटाहरू हो, यहाँ बसेर गफ मात्रै गरिराख है, क्लास सुरु हुन लागिसक्यो। हिँड। सायद तिमीले खोजेको चिज यता छ कि? फुर्सद मेरो अरूलाई हो बिजी, दुनियाँलाई कम्प्लिकेटेड तिमीलाई हो इजी। तिम्रो प्रपर्टी होइन म बाउआमाको निजी, कति देखे तिमी जस्ता गफै बेच्ने बिजी। एठुली नखैमा फुली, मोटरसाइकल चढेर घुमाउली सिन्धुली। एकान्छु त माया लुकाइदेऊ, गफै त हो तिम्रो कुरा घमै सोकाइदेऊ। सुन्तला गुलियो छ अमिलो कागती, 20-22 वर्ष उमेरमा बिग्री जान्छ मती। तरुनीको पछि लाग्छौ गफै दिन्छौ अति, म्युजिकली फेसबुक इन्स्टा फलो गर्छौ कति। एठुली नखैमा फुली, मोटरसाइकल चढेर घुमाउली सिन्धुली। एकान्छु त माया लुकाइदेऊ, गफै त हो तिम्रा कुरा घमै सोकाइदेऊ। रमाइ कमाइ केही छैन मान्छे तिमी छिलिङ, तिमीलाई देख्दा आउँछ मलाई अङ्कल वाला फिलिङ। चोखो माया यस्तै नै हो, गर्नुहुन्न डिलिङ। सँगै घुमो सँगै झुमो बल्ल आउँछ फिलिङ। एठुली नखैमा फुली, मोटरसाइकल चढेर घुमाउली सिन्धुली। एकान्छु त माया लुकाइदेऊ, गफै त हो तिम्रा कुरा घमै सोकाइदेऊ।
उर्मिला, मैले आजसम्म कसैको अगाडि आफ्नो शिर झुकाएको थिएन, तर आज म तिम्रो अगाडि घुँडा टेक्दैछु। Will you be mine? म 1 महिनाको लागि पहाड के गए, तिमी त आफ्नो लाइफ नै अरूको नाम गर्दै रहेछौ। कतै डिस्टर्ब त गरिन मैले सागर? अरे सिमरन, तिमी यहाँ कसरी? पहाडमा नेटवर्क थिएन, तर मेरो भाग्यमा धोकाको नेटवर्क फुल रहेछ। बिनुको मिस कल र यो अननोन नम्बरले पठाएको भिडियो नदेखेकी भए म त आज धोकाको मायामै रहन्थे है। को यो केटी के बकवास गरिरहेछ सागर? सिमरन, सागर की गर्लफ्रेन्ड जुन 1 महिनाको लागि पहाड गएको थिए। उर्मिला, सिमरन, मेरो कुरा सुन न। म त मात्र छि सागर, त यतिसम्म गिर्न सक्छस् भन्ने मैले सोचेको पनि थिइनँ यार। सिमरन जस्तो केटीलाई धोका दिने? तैँले गरेको यो सब मलाई उक्साउने पनि त। हाम्रो भिडियो खिचेर सिमरनलाई पठाउने पनि तैँ? साला धोकेबाज। चुप लाग्यो तिमीहरू। महेश, तेरो सबै हरकत मलाई थाहा भइसक्यो। सागर त एउटा अहङ्कारी मूर्ख थियो जुन तेरो जालमा फस्यो, तर यसको पछाडिको असली अपराधी त होस्। हो, मैले नै गरेको। यो सब खेल मेरो हो। सागर, तँलाई आफूमा धेरै घमण्ड थियो है। सिमरनलाई मैले पहिलो नजरमै मन पराएको थिएँ, तर उसले तँलाई रोके। त्यही दिन मैले कसम खाएको थिएँ, सिमरन मेरी हुन सकिन भने म त्यसलाई तेरी पनि हुन दिने छैन। मैले तेरै घमण्डलाई हतियार बनाएर तँलाई आफ्नै हातले आफ्नो चिहान खन्न लगाएँ। कस्तो लाग्यो मेरो कडा ज्ञान? तिमीहरू साथी होइनौ, साथीका भेषमा बसेका गद्दार हौ। सागर, तिम्रो इगोले तिमीलाई खायो। महेश, तिम्रो यो घिनलाग्दो खेलले तिमीलाई पक्कै पछितो पार्नेछ। यो थप्पड तिम्रो इगोको लागि। आशिष र बिनु दुवैजना इन्स्टिट्युटमै पढाउन थालेका छन्। उनीहरू आफ्नो करियरमा सफल र खुसी छन्। सिमरन एउटा प्रतिष्ठित कर्पोरेट अफिसको म्यानेजर भइसकेकी छे। ऊ आफ्नो खुट्टामा उभिएर पूर्ण रूपमा सफल भइसकेकी छे। उर्मिला, करुणा र निशा विदेश गइसकेका छन्। महेश एउटा आफ्नै पसल हालेर व्यापार गरिरहेको छ। सागर ऊ आफ्नो लग्जरियस लाइफ इन्जोय गरिरहेको छ, तर सिमरनलाई अझै पनि भुल्न सकेको छैन। सम्बन्ध र विश्वास कमाउन वर्षौं लाग्छ, तर गुमाउन केवल एक पल र एउटा गलत उत्साहट काफी हुन्छ। अरूको लहलहीमा लागेर आफ्नो अमूल्य माया र भरोसा कहिले नगुमाऊ।